कस्तो महसुस गर्नुभयो? उम्, आनन्द आउँछ। तपाईँ सुरुमा रिल्याक्स। आउँदा के समस्या लिएर आउनु भएको थियो र अहिलेसम्म आउँदाखेरि त्यो समस्याहरू के कस्तो भयो? ठिक भयो भएन? उम्, सुरुको समस्या भन्दा त धेरै नै ठिक भयो। किनभने जस्तो मलाई त्यो विचारहरू आउँथ्यो, विचार आएको नआएको थाहा पाउँथेन कि। उहुँ, उम्, त्यो अहिले चाहिँ त्यहाँसम्म चाहिँ मलाई चाहिँ विचार आउँदो रहेछ, यसरी आउँछ उसरी आउँछ, अनि त्यो यस- विचार आएपछि यस्तो ट्रेनिङ हुँदो रहेछ अनि त्यो फिल भयो क्या अहिले जस्तो त्यो थट्स पहिला त आएको नआएको थाहै पाउँथेन कि कसरी दुखेको मात्रै अवेरनेस भन्ने बढ्न अनुभव थाल्यो हुँदो होइन रहेछ। त? हजुर। कन्सियसनेस अवेरनेस बढ्न थाल्यो। ओके, अवेरनेस चाहिँ एकदम राम्रोसँग आएको छ कि अहिले। हजुर। उम्, अनि तपाईँ जस्तो समस्या भएको अरूलाई यो सेसनहरू रेकमेन्ड गर्नुहुन्छ कि गर्नुहुन्न? होइन म त एकदम प्रपरली त गर्नै पर्छ किनभने आफूमा चाहिँ त्यो थाहा नभएको कुरालाई चाहिँ त्यो अवेरनेस आएपछि आफूलाई कति इजी हुन्छ होइन। अब त्यो आफू अब कसरी आफू त्यसबाट निस्किने भन्ने कुरा चाहिँ एउटा आइडिया चाहिँ आउँछ कि यहाँबाट। किनभने त्यो यो आइडियाबाटै नि आफू चाहिँ अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हुन्छ। अँ, त्यसको लागि त म एकदम राम्रोसँग यसमा चाहिँ आउनुहोस् भन्छु म त।